यो प्रार्थना हाम्रो ज्ञानको देवी माता सरस्वतीको निम्ति हो। या कुन्देन्दु तुषारहार धवला या सुप्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माशुतशङ्करप्रभृतिवी देवै सदा वन्दिता श्यामा पातु सरस्वती भगवती निशेषजाड्यापहा। हे दिव्य माता सरस्वती, तपाईँ चन्द्रमा, कुन्दको फुल र हिउँ जस्तै निर्मल र उज्जवल हुनुहुन्छ। तपाईँको शुद्ध सेतो वस्त्र धारण गर्नुहुन्छ, जुन सत्य र पवित्रताको प्रतीक हो। तपाईँको हातमा दिव्य वीणा सुशोभित छ, जसले ज्ञान, सङ्गीत र सृजनशीलको प्रतिनिधित्व गर्छ। तपाईँ सेतो कमलमा विराजमान हुनुहुन्छ, जसले संसारिक मोहबाट माथि उठेको बुद्धिको सङ्केत गर्दछ। तपाईँलाई सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र संहारकर्ता महेश्वर सधैँ आदरपूर्वक वन्दना गर्नुहुन्छ। हे माता सरस्वती, सम्पूर्ण अज्ञान हटाउने देवी, हामी श्रद्धा र भक्तिसहित तपाईँको चरणमा नमन गर्दछौँ। हाम्रो मनलाई स्पष्टता दिनुहोस्, हाम्रो वाणीलाई सत्यले भरिदिनुहोस् र हाम्रो हृदयलाई विवेक र करुणाले उज्यालो बनाइदिनुहोस्। हाम्रो विचारलाई आलोकित गर्नुहोस्, हाम्रो शिक्षालाई मार्गदर्शन गर्नुहोस् र हामीलाई धर्मको बाटोमा अग्रसर गराउनुहोस्। हामी तपाईँको पवित्र चरणमा हाम्रो प्रार्थना अर्पण गर्दछौँ। ओम सरस्वत्यै नमः।